एलियन हो क्या टाउको त कत्रो केटाहरू चाहिँ अगाडि बत्तेको बत्तै छ कि अब झुक्कियो कि के ट्रेडर के ट्रेडर फेरि अब यो ब्लड फेरि भेट्नुपर्छ है विदेश जानुभन्दा सोनापुरमा अनि आज चाहिँ डे 3 पोखरामा सो आज चाहिँ हामी केटाहरू यहाँ सबै प्याकिङ गर्दैछ मैले यहाँ प्याक गरिसकेँ सो अब चाहिँ त्यही हो अब आज चाहिँ हामी पहिला त्यहाँ खाना खान जान्छौँ अनि खाना खाएर त्यसपछि डाइरेक्ट हामी चाहिँ नारायणघाट लाग्छौँ अहिले चाहिँ त्यही लगभग 10 बजिरहेछ सो त्यही हो अब एकताल रेडी भएर नै भेटौँ होला है त ल केटा यहाँ रुचि होटेलवालाहरू तर्छ नि तर यो भएन कि खुट्टा अलिक सिधा राम्रो सर तान्नु न फेरि उयो हाम्रो जान नदिएला हो पुलिस इन्भेस्टिगेसन छ्याट्टा उयो एलियन हो क्या टाउको त कत्रो ल अब हामी जाँदैछौँ होटेलबाट चेकआउट हान्छ हो ट्याक्कलाई चेकआउट गर्नु हानेर मोटो लगमा लगाइदिनु सो अहिले चाहिँ अब हामी निस्किनु लाग्यौँ अनि हामीले त्यो लास्ट जस्तो बनाएर छोडिदिएको चाहिँ रियाक्सन पनि हेर्न पायो अलिक क्यामेरामा चाहिँ रेकर्ड गर्नु पाएन कि तर जे होस् रमाइलो भयो त्यहाँ माथि भर्खर रुम सफा गर्न लाउनु भएको थियो त्यही बेलामा सातो गयो भन्ने सुनेको थियो हामीले त यसो माथि हेरेको पुरा डराएर बसिरहनु पऱ्यो चाहिँ अनि त्यही हो रियाक्सन पनि हेर्नु पायो एकछिन रमाइलो पनि भयो अब चाहिँ हामी निस्किँदैछौँ अब चाहिँ हामी टक्क लगाएर खाना खान रोकिन्छ कि एक ठाउँमा त्यसपछि चाहिँ हामी डाइरेक्ट जान्छौँ त्यही हो के हुन्छ अब म तपाईँहरूलाई देखाउने नै छु नि सो लेट्स गो ब्याग भिर्नु न कहाँ त्यो हिजोकै ठाउँमा जाने खाना खाना हिजोकै ठाउँमा जाने हो हिजोकै ठाउँमा जाने हो ए सो अहिले चाहिँ हामी यहाँ एकछिन सोल्डीले सामानहरू लिने भन्नुभएको थियो द्याट्स वाइ लेक साइड सेन्टर कि के समथिङ रहेछ त्यहीँ गएर यसो सामानहरू लिगियो सो अब चाहिँ हामी निस्किँदैछौँ त्यही हो अब चाहिँ हामी सायद रोक्दैनौँ होला किनभने मलाई लेट भइसकेको छ 12 यहीँ भइसकेको छ यहाँ बिचमा राख्नु भएन हुन्छ नत्र यो अब स्टार्टै भइदिएन ए चाबी अन गर्नु बिर्सिरहेको रहेछ भयो सो अब चाहिँ हामी निस्क्यौँ अहिले अब अहिले चाहिँ हामी यो कुन चाहिँ भन्छ यताबाट माथि चाहिँ हामी मुस्ताङको लागि गइन्छ यो बाटो चाहिँ हामी मुस्ताङ गएको थियौँ अस्ति आउँदाखेरि अब उतै बिचमा खाम लाग्यो खाना बिचमा खाम लाग्यो बिचतिर रोकेर खाम लाग्यो खाना यतै कता हुन्छ बिटा हाइवेमा आज चाहिँ जे होस् जाममा रहेछ हिजोको जस्तो हिजो अरे अस्तिको जस्तो सो अहिले चाहिँ अब हामी भर्खरै लेखनाथ कटेर यता तल आयौँ केटाहरू चाहिँ अगाडि बत्तै छ कि अब झुक्कियो कि के गरेको खै बत्ताको बत्तै छ हामी अगाडि गयो भनेर सोचेर कुदा हो कि के हो अब मैले फेरि भेटाउनै सकेन उनीहरू एनएसमा छ अब आफ्नो बुलेटमा केटाहरू
डाँडाहरू अगाडि बत्तेको बत्तै छ है, हामीले भेटाउनै सकिरहेको छैन, अब के गर्ने। सो फाइनली अहिले चाहिँ हामी केटाहरूलाई पनि भेटिसकेका छौँ। अब चाहिँ खाना खाने भन्ने प्लान छ। यही बाटो छिरा भयो नि त्यो खाना खाने भयो। अब चाहिँ त्यही खाना खाने भनेको केटाहरूले, त्यही भएर अब खोज्दै हिँडेका छौँ। अब त सकिन नि लाग्यो फेरि। अब त होटेलहरू पनि नरहेछ त्यति यता त। सो अहिले चाहिँ हामीले यहाँ खाने कि भन्ने कुरो छ। त्यहाँ बाइक राख्ने ठाउँ छ, हेर्नु त। उतै राख्नु पर्ला यहाँ, त किन राखिँदैन। किनभने धेरै बस्नु नि टाइम पनि छैन। सो एकछिन यहाँ बसेर निस्क्यौँ ल है त। ल सो अहिले यहाँ सबैले खाना अर्डर दिइसकेका छौँ। हल्का एनर्जी लो लो भयो कि है। सोल्टी आज कस्तो अनुभव भइरहेको सोल्टी? आज पोखराबाट आउँदैछ, फेरि बेलुका काठमाडौँ पुग्नु पऱ्यो। ट्रेडरहरूको जिन्दगी यस्तै छ है, कहिले यता कहिले उता। होइन सोल्टी? चप्पल पनि फेरि कति गरे साथी? चप्पल पनि फेरि 2800 को 2800 को चप्पल यहीँ होला। के अरे बर्किन्स्टन होइन? उसको मोजाले त मेरो जुत्ता आउँछ अरे साथी। ओइ होइन होला है। होइन मोजा त फिटिँदै हो, मैले थिएँ। होइन सोल्टी? यस। सो अब खाना गुज्छ एकछिन पनि हाल्यो हो। ट्र्याक्टरवाला गरिब के गरिब क्या 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 बोलता है यार? 100वटा भैँसी? ओइ होइन होला है, घरमा सजिलो हुन्छ भनेर होला कि उसले भेट्नेट बाटो है। 100वटा भैँसी हो हुन्थ्यो होइन? 100वटा भैँसी त भयो भए त विदेश पनि जान्थेन होइन? हो अनि त्यही अस्ति अनि हेलमेट लिनु गएको थिएन, त्यसै गर्दा हो नि। यताको यिनीहरूको त यताको सबै त हो नि। सो त्यही हो। अब एकछिन खानासाना खाएर फाइनली यहाँ खाना आइसकेको छ। 1 घन्टा कुर्यौँ, खाना आयो। सो अहिले चाहिँ खाना खाँदैछौँ। त्यही हो, अब लगभग 2 बज्न लागिसकेको छ है। 2 बजे नारायणघाट पुग्ने भनेको 2 यहीँ बज्यो। अब यस्तै छ, अब के हाल्ने, अब 4 बज्ने भयो। त्यही हो ल, बेलुका भेटौँ ल। ए बेलुका अरे अहिले निस्किने बेला पनि भेटौँला फेरि ल। अहिलेलाई खाना खाऊँ है त ल। सो फाइनली अहिले चाहिँ हामी निस्किन लाग्छौँ हो। सब निस्किन लाग्छौँ यहाँ एकछिन। अब केटाहरू यहाँ पैसा तिर्न नखोजेर यहाँ एकछिन के भयो, बल्ल बल्ल तिरियो। अब निस्किन लाग्यो हामी। क्या नि यहाँ मान्छेहरूले नि के सोच्यो होला हामीलाई है। अब चाहिँ हामी निस्किन लाग्छौँ। सो त्यही हो, अब चाहिँ त्यही 2 बजिरहेछ। 2 बजिरहेछ क्या अहिले। अब लगभग हामी 2 घन्टामा चाहिँ नारायणघाट पुगिन्छ कि भन्ने कुरा हो। 4 बजीसम्म त पुग्नु पऱ्यो। धेरै ढिलो भयो भने चाहिँ हुन्छ क्या। सो फेरि पनि यात्रा सुरु भइसकेको छ। अब चाहिँ हामी निरन्तर सिधै नारायणघाट। हाम्रो एम भनेको त्यही हो, किनभने 2 बजिसकेको छ। अब मेरो काम पनि छ। सो
सो द्याट्स वाइ जमजम त्यही होला दमली नै आइपुग्यो गफ कुरै कुरामा अनि हाम्रो अस्ति आउँदाखेरि नि देखाएको थियो ब्रदर्स सटपट चाहिँ यहीँबाट भित्र ठ्याक्क यहीँबाट भित्र अनि र अगाडि त्यो चौतारा निर ब्रदर्स सटपट चाहिँ त्यो तपाईँलाई लोकेसन थाहा आएन भने मैले भनिदिएँ अब मुगलिन चाहिँ 41 किलोमिटर रहेछ यहाँबाट ल त्यही ल सो अहिले चाहिँ हामी लगभग बन्दीपुर पुग्न लागि जस्तो लाग्छ मलाई त्यस हामी चाहिँ रमाइलो गर्दै हिँड्दा कफी भनेपछि 2 किलोमिटर भनेपछि त्यहाँबाट लगभग 35 कि कति थियो मुगलिन त्यही हो अब चाहिँ अहिले लगभग 2:30 समथिङ त्यस्तै भइरह होला 2:30 2:45 त्यस्तै भइरह होला अब हामी चाहिँ सकेसम्म चाहिँ 4 बजेभित्र चाहिँ नारायणघाट पुग्ने हिसाबले चाहिँ हिँडिरहेको छौँ ठ्याक्कै 35 भन्थ्यो 35 रहेछ लगभग त्यही हो मुगलिनबाट नै फेरि लगभग 35 छ लगभग 45 मिनट जति त्यहाँ लाग्छ होला त्यही हो पुग्दाखेरि त 4 बज्छ होला लगभग अहिले त टक्क लगाएर यदि यहाँ बन्दीपुर आउनेहरू चाहिँ टक्क केबल कारमा जानु पऱ्यो भने चाहिँ त्यहाँ माथि छ यहाँबाट चाहिँ केबल कार सिधै माथि पुग्छ है बन्दीपुर ए यता जाँदो रहेछ माथि त्यो बन्दीपुरबाट नि हाम्रो प्लान चाहिँ बन्दीपुर स्टे गर्ने कि भन्ने पनि थियो बट आइएनौँ हामी है पोखरै बस्ने जस्तो कुरा भयो त्यो भएर पोखरा बस्यो त्यो रमाइलो भयो बेलुका हामीले टक्क लगाएर त्यो के भन्छ यार त्यो गाडी त्यो सानो त्यो ठोक्काउनेवाला त्यो खेल्यो त्यसमा चाहिँ यति मजा आउँदो रहेछ होइन बुङलुङ बुङलुङ पुङलुङ 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 जस्तो प्रायः पुङलुङ पुङलुङ लडाइ ठोक्कै गर्ने रहेछ हुँदा अब तपाईँहरूले भ्लगमा नि देखिसक्नु भयो योभन्दा अगाडिको भ्लगमा त्यही हो त्यो चाहिँ रमाइलो हुँदो रहेछ तर 5 मिनट भन्दा नरहेछ कि 100 रुपियाँमा 5 मिनट अलिक धेरै खेल्न पायो भने चाहिँ रमाइलो हुन्छ लगभग 20 मिनट आधी घन्टा जति भयो भने चाहिँ इन्जोय हुन्छ जाउँ केटाहरू खुलेर बसिरहेको रहेछ फोटो खिच्नलाई यहाँ खोला पनि बगिरहेको रहेछ कुन खोला हो सोल्टी हो कुन खोला हो त्रिशुली हो ए त्रिशुली खोला रहेछ नयाँ पुल भन्ने ठाउँ रहेछ यो चाहिँ नयाँ पुल भने के हो खोइ अलिक पढ्नै मिलेन राम्रोसँग त्यही अब चाहिँ 17 किलोमिटर मुगलिनलाई अब भने चाहिँ लगभग अब खैरी नै आइपुग्नु लाग्यो आछि अघि 17 भन्थ्यो फेरि यहाँ 21 छ त कि मैले उल्टै देखेँ के हो खोइ हाम्रो अघि यो खोला बगिरहेको चाहिँ त्रिशुली होइन रहेछ मर्स्याङदी रहेछ है यहाँ सोल्टीलाई नि भर्खरै याद आएछ त्यही हो खोला चाहिँ मर्स्याङदी रहेछ हामीले त्रिशुली भनिदियौँ के गर्नु हुन त अब मान्छेबाटै हो गल्ती हुने सो अहिले चाहिँ हामी अब ठ्याक्क अब खैरी नै आइपुग्यौँ भनौँ अब ठुलो बाटो पनि सक्यो अब सबै यस्तै हो बाटो चाहिँ त्यही हो अब चाहिँ बाटो सानोको छ हिजो फेरि है अब खैरी नि भन्नु नि नआइरहेको फेरि अम्बरबाट आउँछ जस्तो के लगाइदिएर कहिलेकाहीँ त्यस्तो हुन्छ कि अब के भने मान्छेको दिमाग कहिलेकाहीँ काम गर्दैन त्यस्तै हो अब खैरी नि भन्न नआइरहेको भने के भन्ने त अब अनि अब हाम्रो टक्क लगाएर गोर्खा जाने बाटो नि आयो यहाँबाट यता चाहिँ टक्क गोर्खा हो गोर्खा यहाँबाट 28 किलोमिटर रहेछ केटाहरू चाहिँ अब खोइ अगाडि गएको थियो क्यारे केटाहरू त मुगलिन पुगिसक्यो होला ताल पऱ्यो भने अब हामी चाहिँ जाँदैछौँ बिस्तारै
सो अहिले चाहिँ हामी मुगलिन आइपुग्न लाग्यो यहाँ अगाडि एउटा बाटो बिग्रेको छ त्यसले गर्दा चाहिँ अहिले जाम भएको जस्तो लाग्यो अब हाम्रो त बाइक हो अगाडि साइ गइहाल्छ नि बाइक हुनुको फाइदा चाहिँ त्यति हो क्या के हो चिरान्दे क्या के भयो त्यहाँ मामाले छिटानिदिनु भएको जस्तो छ सो अब चाहिँ हामी लगभग मुगलिन त आइपुग्नु लाग्यो अब त्यही 2 किलोमिटर जति होला कि मेबी मलाई पनि ठ्याक्कै थाहा भएन तर त्यही 2 किलोमिटर जति होला कि भन्ने हो कडाहरू त मुगलिन पुगिसक्यो जस्तो लाग्यो मलाई जस नाम चाहिँ राम्रै भएको रहेछ है जाम चाहिँ लास्टै लामो रहेछ है मुगलिनसम्मै छ क्या हो कत्रो लामो हो जाम पनि है ए यहाँ लास्ट रहेछ ल जाम पनि सकियो अब हामी पनि जाम होला भनेको कुदाइदिइ राख्यो ल सब मुगलिन पनि आइपुग्नु लाग्यो लगभग यो टर्निङ हो त्यहाँनिर त मुगलिन पनि त्यही हो अन्त अगाडि जान्छ होला हामी चाहिँ खोइ यहाँ रिपेयर हुनु ला रहेछ कि गड्डा सड्डा केही थियो होला त्यही भएर चाहिँ यहाँ रिपेयर भएको रहेछ द्याट्स वाइ बन्द भइरहेको रहेछ उतापट्टिबाट घुमेर गएको भइ हुन्थ्यो हिजो त उतापट्टिबाट नि खोल्दै थियो आज चाहिँ खोलिदिएको कि खोलेन है हिजो त सबै उताबाट गएको गाडीहरू आज यहाँबाट जान्ला रहेछ अब त्यत्रो उहरू छ त्यो सबै भएपछि बल्ल पाला आउँछ अब गाडी नि रोकिरहेको रहेछ सो अब चाहिँ हामी यहाँबाट लेफ्ट के अरे राइट लाग्छौँ के हो इन्डिकेटर एकतिर बालिदिएछ एकतिर घुमाइदिएछ त यार त्यही भनेको त सोल्टी मैले नि त्यही कुरा गरेर हो कि म त उता जान्ला भनेर यता पो हालिदिरहेको साइको हानिदिरहेको ल सो अब चाहिँ अब हामी टक्क लाएर मुगलिन हाइवे नारायणघाट मुगलिन रोड के भन्छ यसलाई हाइवे भनौँ न सो त्यो आइपुग्यौँ अब चाहिँ यहाँ ल यहाँबाट लगभग नारायणघाट चाहिँ 35 किलोमिटर छ क्या हो त्यही हो 45 मिनट जति त्यही अब चाहिँ नारायणघाटतिरै पुगेपछि भेटौँला है अब चार्ज पनि धेरै छैन क्यामेरामा सो द्याट्स वाइ भयो भने बिचतिर हल्का सानो क्लिप हाल्छु नत्र भने चाहिँ अब डाइरेक्ट नारायणघाटमा भेटौँला है त ल फाइनली हामी चाहिँ आइसकेका छौँ अनि सोल्टीलाई चाहिँ अब यहाँ जान हतार भइरहेको छ एयरपोर्ट होइन 3:30 भयो अहिले चाहिँ 4:30 बजेको फ्लाइट छ त्यो घर गएर अब सबै सामानहरू घरमा छरे त्यो घर गएर आउनु हुन्छ लकेटा होला राम भाइयो राम भाइयो सोल्टी चाहिँ सिधै काठमाडौँ अब कहिले एक हप्तापछि एक हप्तापछि होला सायद ल अनि फेरि अब एक लट फेरि भेट्नुपर्छ है विदेश जानुभन्दा अगाडि चाहिँ एक लट मात्रै अब मैले उ गर्छु ल अब यति नै हो बाई बाई केटा हो यही भित्र हो क्या ल केटाहरू पनि गयो अब सो फाइनली हामी चाहिँ घर आइसकेका छौँ अनि त्यही हो
अब आउँदा आउँदा बाइक के अरे माइकमा चार्ज पनि सकियो सो भिडियो नि बनाउनु पाइएन माइक बिना फेरि विन नोइज मात्र धेरै आउँछ कि सो द्याट्स वाइ अब त्यो भिडियो नि बनाउनु पाएन अनि आज भ्लगमा खासै केही पनि भएन सरासर अब हतार पनि थियो सो त्यही भएर अब सरासर आइयो क्या अरे सोल्टीको नि 4 बजे फ्लाइट अनि म नि काम गर्नुपर्ने सो द्याट्स वाइ अब केही नि भएन सो त्यही आज भ्लगमा चाहिँ खासै केही भएन त्यही पनि हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद सो त्यही हो सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला अनि त्यो बेल आइकन पनि अन गरिराख्नु होला किनभने अब बिस्तारै बिस्तारै यस्तै कन्टेन्टहरू आइरहेको हुन्छ सो त्यो नछुटाउनको लागि चाहिँ त्यो बेल आइकन चाहिँ अन गरिराख्नु होला है त सो त्यही हो भिडियोमा लाइक चाहिँ गर्नु भएको छैन भने गर्नु होला अनि केही राम्रो अथवा नराम्रो लाग्यो भने चाहिँ कमेन्टमा पनि भनिदिनु होला सो यति भन्दै म बिदा हुन चाहन्छु हस् बाई बाई टेक केयर एन्ड थ्याङ्क्स फर वाचिङ